जय मसीह तपाईहरु सबैजनालाई। वास्तवमै आत्मिकी हुनु भनेको के हो? आत्मिक वा आध्यात्मिकता यी दुई शब्द ईसाई विश्वासमा मात्र नभएर अन्य धर्महरूमा पनि धेरै प्रयोग गरिएको र सुनिने गरिन्छ। मेरो बुझाइ र अनुभवमा इतिहासदेखि वर्तमान समयसम्म यी शब्दहरू र यसको वास्तविक अर्थ धेरैचोटि बुद्धिमानपूर्वक र कतिपल्ट यसको दुरुपयोग पनि गरिएको पाइन्छ। तपाई धेरै वर्षदेखि विश्वासमा हुनुहुन्छ वा यो यात्रा भर्खरै सुरु गर्नुभएको छ। मलाई विश्वास छ कि हामीमध्ये धेरैजनाले अझै पनि आत्मिकी हुनु भन्नुको वा आध्यात्मिकताको अवधारणाको वास्तविक अर्थ के हो भन्ने कुरामा स्पष्ट र सही बुझाइ प्राप्त गर्न अहिले पनि हामी सङ्घर्ष गरिरहेका छौँ। विश्वासीहरूले प्रार्थना गर्ने, आराधना गर्ने, चर्चका कार्यक्रमहरूमा सहभागी हुने जस्ता आधारभूत कुराहरू पालना गरे तापनि यस्तो खालको अनिश्चितताले प्राय विश्वासीहरूलाई उनीहरूको आत्मिक जीवनको स्थितिलाई प्रश्न गर्न बाध्य पार्छ। धेरै जसो समय हामीलाई आत्मिकी हुनुपर्छ भनेर हाम्रो पास्टर अगुवाहरूले पनि आह्वान गर्नुहुन्छ, जुन एकदमै राम्रो कुरा हो र मलाई लाग्छ तपाईले पनि यी निर्देशनहरूलाई पालना गर्दै आउनुभएको छ। जस्तै प्रार्थना गर्ने, उपवास बस्ने, आराधना गर्ने, वचन सुन्ने, बाइबल पढ्ने, सेमिनारहरूमा सहभागी हुने, मानिसहरूलाई मद्दत गर्ने, यी सबै कुराहरू तपाईहरूले गर्दै आइरहनु भएको छ। तर धेरै पटक हामी यी क्रियाकलापहरूमा संलग्न हुन्छौँ, तर किन गर्छौँ भन्ने पूर्ण बुझाइ बिना सम्भवतः बानीवश, कर्तव्यवश वा किनभने हामीलाई भनिएको छ कि यी कार्यहरू नै एक आध्यात्मिक अथवा आत्मिकी व्यक्तिको चिन्ह हो। तर के तपाईलाई वास्तवमै लाग्छ कि यी कार्यहरूले तपाईलाई आत्मिकी व्यक्तिको रूपमा परिभाषित गर्छ? धेरै समर्पण भए तापनि तपाईले आफ्नो जीवनमा केही कमी छ जस्तो किन महसुस गर्नुहुन्छ? यस्तो किन भइरहेको छ? किन यी कुराहरूमा गहिरो रूपले संलग्न धेरैजना व्यक्तिहरू पनि आफूलाई आध्यात्मिक रूपमा कमजोर महसुस गर्छन्? के यी देखिने कार्यहरू आध्यात्मिकतालाई परिभाषित गर्न पर्याप्त छन् वा केही कुरो अझै पनि हामीले बुझ्न जरुरी छ? यी प्रश्नहरू धेरैको लागि, मेरो लागि पनि सङ्घर्ष बनेको छ, जसले गर्दा मलाई यी प्रश्नहरू सोध्न बाध्य पार्छ। आत्मिकता भनेको के हो? म आत्मिकी छु वा तपाईँ आत्मिकी हुनुहुन्छ वा म आत्मिक रूपमा कमजोर छु वा बलियो छु भन्नुको मतलब के हो? के आध्यात्मिकता भनेको हाम्रा धार्मिक गतिविधिहरूको योगफल मात्र हो? के उनीहरू मात्रै आत्मिक हुन् जससँग आत्मिक वरदानहरू छन्? के उनीहरू मात्रै आत्मिक हुन् जो धेरै घण्टा प्रार्थना गर्छन्? के जो आराधनामा आफ्नो हात उचाल्छन् वा प्रार्थनाको बेलामा आमेन हल्लेलुया भन्दछन्, के उनीहरू अरूभन्दा बढी आत्मिक हुन्? कहिलेकाहीँ हामी सबैलाई लाग्छ को आत्मिकी छ वा को आत्मिकी छैन भनेर नाप्ने वा निर्धारण गर्न सक्ने एउटा उपकरण भएको भए कस्तो राम्रो हुन्थ्यो। दुःखको कुरा, हामीसँग यस्तो खालको प्रविधि छैन। त्यसो हो भने एउटा विश्वासीको आत्मिकी जीवनको निर्णय कसले गर्छ? हामीले आफ्नो आत्मिक स्थितिको मूल्याङ्कन कसरी गर्ने? र हामीमध्ये धेरैजनाले आफ्नो आत्मिकी जीवनमा यो अयोग्य किन महसुस गर्छौँ? सर्वोत्तम निर्धारित मार्ग अनुसरणको प्रयासहरूको बावजुद पनि हामी किन यस्तो खालको महसुस गर्छौँ? हामीमध्ये ती व्यक्तिहरू पनि छन् जो व्यवहार यस्तो गर्छन् कि मानव उनीहरू धेरै आत्मिकी छन्, मानव उनीहरूले एउटा दैवीय शक्तिको अनुभव गरिसकेका छन् जुन अरूले गरेका छैनन्, र यस्तो व्यवहार गर्छन्, यस्तो प्रस्तुति गर्छन् कि मानव परमेश्वर दिन प्रतिदिन उनीहरूलाई मात्र भेट्नुहुन्छ। अनि यस्तो खालको कुराहरू देख्दाखेरि कतिपल्ट अरू मानिसहरूलाई भ्रम र निराशा पनि सृजना हुन सक्छ, जो आफूलाई यस्तो मापदण्डमा त्यो अवस्थामा पुगेको महसुस नगर्न पनि सक्छ। यदि हामीले बाइबलले यसबारे हामीलाई के सिकाउँछ भन्ने कुरा बुझेनौँ भने यो सङ्घर्ष सधैँभरिको चिन्ताको विषय हुन सक्छ। यी सबै उठेका प्रश्नहरूको उत्तर बाइबलले नै हामीलाई बुझ्न एउटा आधार प्रदान गर्छ, जुन बाह्य कार्यहरू र दृष्टिकोणभन्दा धेरै माथिको कुरा हो। यदि हामीले आध्यात्मिक हुनुको वास्तविक बुझाइ विकसित गर्न चाहन्छौँ भने यी शब्दहरू र अवधारणाहरूको बाइबलीय बुझाइ आवश्यक छ। आत्मिकी हुनु भन्ने कुरा तपाईँ कस्तो देखिनुहुन्छ भन्ने होइन, तर तपाईँ भित्रबाट कसरी आत्माबाट आत्मामा रूपान्तरित हुनुभएको छ भन्ने हो।
मलाई विश्वास छ कि परमेश्वरको एक अत्यावश्यक खोजी र उहाँको इच्छा दुवै शब्द र कार्यमा पूरा गर्नु नै हाम्रो आत्मिक जीवनको चिन्ह हो, जुन परमेश्वरको वचनमा हामीले पाउँछौँ। मत्ती 7:21 प्रभु येशूले भन्नुभएको छ, मलाई प्रभु प्रभु भन्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैन अथवा गर्ने छैनन्, तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालना गर्छ ऊ स्वर्गको राज्यमा प्रवेश गर्न पाउँछ। अनि यो वचनले हामीलाई के बताउँछ भन्दाखेरि साँचो आत्मिकता मुखको शब्द र देखावटी कुरामा होइन, तर परमेश्वरको इच्छा पूरा गर्नु र उहाँको आज्ञा पालन गर्नुमा छ। त्यसै गरी यूहन्ना 4:34 येशूले भन्नुहुन्छ, मलाई तृप्ति दिने कुरा भनेको मलाई पठाउनु हुने परमेश्वरको इच्छा पूरा गर्नु हो र उहाँको काम सम्पन्न गर्नु हो। यसोको लागि जीवनको सार नै परमेश्वरको इच्छा पूरा गर्नु थियो, उहाँको कामलाई पूरा गर्नु थियो। पहिले यूहन्ना 2:17 यसरी लेखिएको छ, संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। आत्मिक जीवन भनेको परमेश्वरको इच्छामा स्थायी जीवन हो, जुन जीवनले हामीलाई सधैँभरि परमेश्वरको मार्गमा बाटोमा डोर्याउँछ। हिब्रू 10:7 र 9 पनि हामीलाई यही बताउँछ कि ख्रिस्टको जीवनको केन्द्रीयता नै परमेश्वरको इच्छा पूरा गर्नुमा थियो। अनि बाइबलमा हामीले परमेश्वरको इच्छा पूरा गर्नु, उहाँको आज्ञा पालन गर्नु चाहिँ सबैभन्दा ठुलो कुरा हो भन्ने कुरा हामीले धेरै ठाउँमा पाउँछौँ। अझ वचनले हामीलाई यो पनि भन्छ, बलिदान भन्दा आज्ञाकारिता नै ठुलो कुरा हो, परमेश्वरको इच्छा पूरा गर्नु नै सबैभन्दा ठुलो कुरा हो। अनि त्यो नै आत्मिक जीवनको एउटा साँचो चिन्ह हो, त्यो नै परमेश्वरसँगको हाम्रो सम्बन्ध दर्शाउने एउटा चिन्ह हो। जब हाम्रो सम्बन्ध परमेश्वरसँग ठिक हुन्छ तब हाम्रो सम्बन्ध मानिसहरूसँग ठिक हुन्छ, हाम्रो आफन्तहरूसँग ठिक हुन्छ। के तपाईँले कहिल्यै आध्यात्मिक काम गर्नेहरू र आत्मिक व्यक्ति हुने बीचको तनावलाई महसुस गर्नुभएको छ? आफ्नो बुझाइ कमेन्टमा वा व्यक्तिगत रूपमा लेख्नुहोला। अनि अझ यो कुरालाई हामी प्रश्न गरेर बुझ्न सक्छौँ। परमेश्वरले हामी सबैजनालाई आशीर्वाद दिनुभएको होस्। उहाँसँगको सम्बन्धमा र उहाँसँगको हिँडाइमा हामी यसरी नै उहाँको आज्ञा पालन गर्दै उहाँको इच्छालाई पुरा गर्दै बढ्न सकौँ।